मै हुँ भन्ने अहङ्कार र त्यसको असर केही मान्छेहरू हुन्छन्। उनीहरू सधैँ बोल्छन् तर सुन्दैनन्। आफ्नो कुरा मात्र ठुला लाग्छ। अरूका भावनाको कुनै मूल्य हुँदैन। सँगै बसेको मान्छेले केही भन्न खोज्दा पनि उनीहरूको ध्यान आफ्नै शब्दमा हराएको हुन्छ। यो बानी बिस्तारै सम्बन्ध टुट्ने कारण बन्छ। जब कसैले उनीहरूको गल्ती औँल्याउँछ, यो सुधार्नुहोस् भन्छ, त्यो सुझावलाई अवसर ठान्नुको सट्टा अहङ्कारको चोट सम्झिन्छन्। तर सत्य के हो भने आफ्नो गल्ती स्वीकार गर्ने व्यक्ति नै साँचो बलियो हुन्छ। सुन्ने कला सिक्ने मानिस नै समाजको आदरणीय बन्छ। बोल्नु महत्त्वपूर्ण हो तर सुन्नु अझ महत्त्वपूर्ण हो। आफ्नो विचार राख्नु ठिक हो तर अरूको विचार बुझ्नु अझ ठुलो कुरा हो। गल्ती गर्नु मानव स्वभाव हो तर गल्ती स्वीकार गरेर सुधार्नु नै मानवता हो र महानता पनि हो। समाज परिवर्तन ठुलो भाषणले होइन, सानो व्यवहारले, सुधारले हुन्छ। आजैदेखि प्रयास गरौँ, कम बोल्ने, बढी सुन्ने, आलोचनालाई शत्रु होइन शिक्षक मान्ने, किनकि अहङ्कारले सम्बन्ध टुट्छ तर नम्रताले सम्बन्ध जोड्छ। हरे कृष्ण।